सबसे पहले आप ये वीडियो देखो। भेटियो है साथीहरू, भेटियो। नेपालमै ठुलो ग्यासको खानी भेटिएको छ। अब धनी हुने पालो नेपालको पनि आएको छ। मैले यो यतिकै भनिरहेको छैन। केही दिन अगाडि दैलेखको जलजले भन्ने ठाउँमा सिङ्गो नेपाललाई नै 50 वर्षलाई पुग्न सक्ने मिथेन ग्यासको ठुलो खानी भेटिएको छ। करिब 4013 मिटरको गहिराईमा चाहिँ अन्तिम हामीले ड्रिलिङ गर्यौं। त्यो ड्रिलिङ सम्पन्न भए पश्चात त्यहाँ एउटा मिथेन ग्यासको चाहिँ भण्डारण रहेको राम्रो सम्भावना देखिएको छ। दैलेखको यो जलजले आसपासमा पहिलादेखि नै ग्यासहरू निस्किरहेको, आगो बलिरहेको देखिन्थ्यो र सरकारले चीनको जियोलोजी सर्वेसँग मिलेर 2 वर्षदेखि यो क्षेत्रमा ड्रिल गरेको छ। 4 किलोमिटरसम्म तल ड्रिल गर्यो, त्यसको नमुना परीक्षण गरियो र अहिले त्यसको प्रारम्भिक रिपोर्ट तयार भएको छ र चीन सरकारले नेपाल सरकारलाई प्रारम्भिक रिपोर्ट पनि बुझायो।